आज बिटी कान्छा रिभ्युजमा म रिभ्यू गर्न लागेको छु एकदमै स्वच्छ सांस्कृतिक र शुद्ध गीत मन छ मलाई पड्काउन। सो यो अलिक 18+ हुनेछ, त्यही भएर 18 बिलोहरू चाहिँ आफ्नो रुममा गएर एक्लै हेर्नु यो भिडियो। ओके। सो गीतको सुरुमा हामी देख्छौँ प्लिज देउन एकचोटि। होइन कस्तो स्टार्ट हो यो। देउन एकचोटि। म स्वच्छ सांस्कृतिक शुद्ध भनिरहेको छु, यो प्लिज देऊ न अरे मुला। प्लिज देउन एकचोटि। यो डायलग त मैले रिभ्यू गरेको अर्को मुभीबाट चोरेको। प्लिज देऊ न। सही पकड़े हैं। मन लाग्यो कि 5 मिनट त हो नि। क्या बोला तूने? 5 मिनट त हो नि। Most realistic scene ever in the history of the mankind of the cinema to the principal in the government school. 5 मिनट त हो नि। 5 मिनट, यस। त्यो पनि अलिक बेसी बन्यो जस्तो लाग्दैछ। मेबी इज काउन्टिङ अनड्रेसिङ वाला पार्ट अल्सो। कति हतार गरेको सक्छौ भने पड्काउन त। के हो यो, के भइरहेछ? And it's just the first 20 seconds of the video. पिक्चर अभी बाकी है मेरे दोस्त। मन छ मलाई पड्काउन मादल। त्यहाँ कुन चाहिँ मादल हुन्छ बे? कुन चाहिँ डक्टर आएर तपाईँलाई पाइल्स भएको रहेछ मादल देखाउनु त भन्छ। बिचारा दिस नानी, इभन हि इज लाइक इन्टरनेट चलाउँछु, त्यहाँ अलिक कम अश्लीलता देखिएला। बिचारा एक्चुअल मादल बजाउने मान्छेहरूलाई कति जिस्काउँछन् होला अरूले। हेर मादल देखाएको, छोप छोप कपडाले छोप। गीत सुनेर यसको भित्रको ठरक जागेको हेर्नु नि, त्यहाँ यसले पनि मादल बजाउने भरे बेलुका। क्या म पनि छाडे भयो यो गीत हेरेर। छि बनाना ल्याऊ, फ्रुट्सलाई सेक्सुअलाइज गर। यता एउटाले सिन्धुलीको जुनार बदनाम गर्यो, तिमीहरू केरा बदनाम गर। अल्छो अलिक ठुलो केरा लिएर आएको भए हुन्थ्यो, बट देन केटा हेर्दाखेरि ठिकै नै होला। यो फेरि एप्पल लिएर आएछ। हेल्दी नखाओस् है मान्छेहरूले। अबदेखि त लजाइ खानु होला फ्रुट्स पनि। भिटामिन डी कम भइरहेको छ किनभने मान्छेले फ्रुट्सै खाएको छैन, किनकि बिकज इट्स सेक्सुअलाइज्ड। यसले एप्पललाई किस गर्दैछ, दिदीको एक्सप्रेसन हेर्नु, त्यहाँ मरि गइस जिन्दगी। यहाँ सेक्सटिङ होइन फ्रुटिङ हुँदैछ। महिलाले एप्पल खायो, दिदीको जिन्दगी तहस नहस भयो। कसम फ्रुट पसल खोलिदिउँ कि क्या? दिनभरि एप्पल टोक्दै केटीहरूलाई अर्ग्याजम जित्दै बस्छु हुन्छ नि। इज्जतको सवाल छ, उसको चाहिँ इज्जतको सवाल छैन। मुला तिमी मात्रै ठोकिरहेको छौ। गिभ हर अ चान्स, इक्वालिटी। बिचारा भाइले आँखा जुदाउनै सकेको छैन तिमीहरूसँग। इज्जतको सवालको उत्तर यही लुक्स हो। यो केटाले खासै पेमेन्ट मागेन पनि होला कि, हि इज जस्ट ह्याप्पी। उसलाई त्यो वर्ड पड्काउने आओस् गीतमा, त्यहाँदेखि हिज लाइक पैसा वसुल। दम चाहिँ को नि, दमको बिमार चाहिँ हुन आँटिसक्यो मलाई यो सब सुनेर देखेर। ब्याकग्राउन्ड डान्सर्स हेर्नु नि, त्यो बिचारा यिनीहरूलाई हेर मादल पड्काउनु पाउँछस् भनेर बोलाएको होला। मुला आफ्नै मादल पड्काउँदैछन् यिनीहरू। सेड के हो यो फेरि? एन्ड वाइ एम आई सरप्राइज्ड? मलाई अरूको भन्दा पनि यो दुईजना नानीहरूको भोलि पर्सिको थेरापीको खर्च सोचेर डर लाग्दैछ के। यिनीहरूको त जिन्दगी गयो अब। ए मादल रहेछ, थ्याङ्क गॉड। बट किन के हुन्छ नि, लाइक यस्तो गर्दा के निस्किन्छ मादलबाट? भाई ये क्या हो रहा है भाई? एउटा इन्स्ट्रुमेन्टलाई कति सेक्सुअलाइज गर्नु सक्छौ भनेर डिरेक्टरले यिनीहरूले च्यालेन्ज दिएको थियो। यसले जानेको जति सबै गुप्त अङ्गको भिजुअल रेफरेन्स दिनु भ्यायो के। एन्ड दिस इज अल्सो द मोस्ट रियल थिङ। लाइक केटाले गरिरहेको हुन्छ एन्ड केटी आएर भाग यसरी होइन यसरी म देखाउँछु यसरी गर्ने हो भनेर भन्छ। या टु रियल। यो लाइनमा खासै त्यहाँ हिर्काउने काम पनि थिएन। लाइक पड्काउने वर्ड आएपछि चाकमा हिर्काउनु, इट मेक्स सेन्स। बट यसमा त इट डजन्ट। अल्सो म किन सेन्स खोजिरहेको छु यसमा? वाट इज रङ विथ मी? लु मादलदेखि कुरा त्यहाँ पुगेछ। अब यसलाई कुन चाहिँ म्युजिकल इन्स्ट्रुमेन्टको नाम दिने? म जहिले सोचिबस्थेँ के हुन्छ नि, लाइक रोमियो एन्ड जुलियटको रेफरेन्स हामी किन हाम्रो नेपाली गीतहरूमा हाल्दैनौँ भनेर। मैले यसको उत्तर पाएँ। कज जुलियटलाई जुलेटा भन्नु पर्दो रहेछ। अहिले यसको लेखक शेक्सपियर छ, जिउँदो भएको भए त्यो पनि आउँथ्यो मादल पड्काउनु। बेहुला इज लाइक साथीहरूलाई इन्डियन बिहा जस्तो डान्स प्रिपेयर गर भनेको थिए। यिनीहरूले त कस्तो गीत बनाएछन् यार। बाउले बेलुका मलाई मादल जस्तै पड्काउँछ होला। बिचारा लुक एट हिम, सो सैड। हੱਸਦੇ ਚਿਹਰਿਆਂ ਦਾ ਮਤਲਬ ਇਹ ਨਹੀਂ ਹੁੰਦਾ ਕਿ ਉਹਨਾਂ ਨੂੰ ਕੋਈ ਤਕਲੀਫ ਨਹੀਂ ਹੁੰਦੀ। छ्या कस्तो के हुन्छ नि, लाइक के भन्नु अब, गीतको नाम नै छ। सो या द्याट वाज द सङ। जे थियो यही नै थियो, किन थियो कसरी थियो आई डोन्ट नो, बट रमाइलो सङ छ। इट्स क्याची। भन्छ मलाई मदर। त्यति भन्दै दिस इज द एन्ड अफ द भिडियो। सो हामीले यो भिडियोबाट के सिक्यौँ?
एक्ज्याक्टली। भिडियो मन पर्यो भने पड्काउनु होला त्यो सब्स्क्राइब बटन एन्ड हेर्दै गर्नु होला बीटी कान्छा कान्छा कान्छा। भाई ये क्या हो रहा है भाई?